हेलो गाइज वेलकम ब्याक टु माई ब्लग च्यानल। साथीहरू आज हामी जाँदैछौँ स्विमिङ पुलमा। ओके, अब स्विमिङ पुलको दृश्य देखाउँछु हामी आज। कुन ठाउँमा जाने नाम चाहिँ थाहा छ कि? बनाना हो के हो? बनाना त होइन, यो त पार्क रोडमै हो। पार्क रोड वीरेन्द्र स्कुल पछाडि, वीरेन्द्र स्कुल पछाडिको हामी स्विमिङ पुलमा जाँदैछु साथीहरू। अब निस्किँदैछु। हाम्रो तिनजनाको राइड छ, तिनजनाको राइड छ। अब रेडी छ, यस्तो गर्मी पनि धेरै छ। अब निस्किन्छु हामी। अब त्यसपछि हामी डाइरेक्ट तपाईँहरूलाई देखाउँछु लाइभ स्विमिङको। ओके, धेरै गर्मी छ, यदि स्विमिङ गर्न चाहनुहुन्छ भने आइहाल्नु होला। हामी जाँदैछु अब स्विमिङ पुलमा। गाडी हाम्रो रेडी छ। गर्मी धेरै छ एकदम, यहाँ 40-45 पुगिसक्यो टिकापुरमा है। गाडीमा भइसक्यो तिनजनाको सिधै। नै यहीँबाट गएर छोटो हुन्छ। अब यहाँ खटिङ बाटो बस न गाइस, हाम्रो यात्रा सुरु भइसकेको छ। अब यो हाम्रो यो बटालियन टोली तिनजनाको स्विमिङ पुलको लागि ओके मिल्नेछौँ हामी डाइरेक्ट स्विमिङ। अब हाम्रो स्विमिङ पुलको यात्रा ठिक छ है। टिमको घर यही हो है गाइस। अघिको भिडियोमा हेर्न लागेको थिएँ क्या। यो हेर्नुहोस् हाम्रो टु वे टिकापुरको रोड एकदम विकास भइसकेको साथीहरू। नयाँ सरकार आएर हेर्नुहोस् अहिले एकदम खतरा भ्यू देखिन्छ है। यो हेर्नुहोस् अहिले एकदम डेभलप भइसकेको छ हाम्रो टिकापुर। हाम्रो सब तपाईँलाई लाइभ देखाउँदै गइरहेको छु। कहाँबाट तपाईँले जानुपर्ने हुन्छ स्विमिङ पुलमा यदि जान चाहनुहुन्छ भनेदेखि। पर सान्नु होला, यो हल्का भित्र जाने बाटो हो कि 11 नम्बर 12 नम्बर पानी टक्की जाने बाटोबाट सिधा निस्किन्छ तपाईँको सर्टकट। हामी चाहिँ अब पार्किङ गरेर जाँदैछु। यहाँ आइसक्यौँ यो स्विमिङ पुलमा। यो होटेल रोयल प्लेसमा छौँ। यहीँ तपाईँको स्विमिङ पुलमा भइरहेको छ, हेर्नुहोस् है। यो यहीँ राखौँ कि यहाँनिर राखौँ न? अब रेडी हुँदैछु स्विमिङको लागि, रेडी भइसक्यो। अब यसमा जम्पिङ हुन्छ। यो 10 फिट गहिरो छ है। ल अरे कुद यार। आना जम्प, अरे जम्प गर न आना।
समय पनि सक्यो अब रिटर्न हुँदैछ